हेलो एनिमे फ्यानहरू, जनवरी 2026 आउँदैछ। यो आउन साथ तिमीहरूको स्लिप साइकल झन्ड हुनेवाला छ। आज हामी कुरा गर्नेवाला छौँ टप 4 एनिमे जुन तिमीहरूको दिमाग, दिल, किडनी सबलाई ड्यामेज गर्दछ। लेट्स गो। नम्बर 4 मा आउँछ हाम्रो फायर फोर्सको सिजन 3 को पार्ट 2 जो कि सिन्ड्राको फाइनल फर्म देख्न मिल्छ र यसका डाइरेक्टर भनिरहेछन् कि साउन्ड इफेक्टमा अझै मेहनत गरेर बवाल बनाउँछु भनेर। पहिला नै बवाल थियो, अझ झन् मेहनत गर्यो भने कस्तो हुने हो त्यो त तपाईले थाहा नै होला। यदि तिमीहरूले यो एनिमी पपकर्न बिना हेर्यौ भने म तिम्रो घरमा आएर पपकर्न खुवाइदिन्छु। मजाक गरे, प्राय म यस्तो मजाक गरिरहन्छु। नम्बर 3 मा आउँदैछ हाम्रो जुजुत्सु काइसनको सिजन 3। यो सिजन त बवाल हुनेवाला छ किनकि न्यू क्यारेक्टर, इन्टेन्स स्टोरी, गोजोको फुल स्वैग, फ्लोमा क्रिन्ज भइदियो क्या। तिमीलाई त थाहा नै छ माप्पाको काम एनिमेसन गर्न बि पिक। नम्बर 2 मा आउँदैछ माप्पाको अर्को एनिमे हेल्स प्याराडाइज जो कि जेजेके सँगसँगै रिलिज हुने भन्ने खबर आइरहेको छ। अब मलाई एनिमेसनमा शङ्का लागिरहेछ किनकि एक महिनामा दुईवटा एक्सन एनिमे रिलिज हुने। आई होप कि यसको पनि हालत वान पन्च म्यानको सिजन 3 को एपिसोड 1 जस्तो नहोस्। र नम्बर 1 मा फाइनली फ्री रेन्ज सिजन 2। यो एनिमेले सिजन 1 मा त तहल्का मचाएको थियो। यो एनिमे भनेको म्याजिक प्लस फ्रेन्डसिप प्लस एडभेन्चर प्लस स्लो इमोसन प्लस जर्नी प्लस अरू के हो थाहा छैन। स्टोरीको डेप्थ यस्तो बवाल छ कि हार्ट ब्रेक 100% हुन्छ, साथै तिमीहरूको किडनी ब्रेक पनि हुन्छ। किडनी ब्रेक यो त नहोला। अरे यार, जोकमा पनि लोजिक खोज्न लाग्छु। बाइ द वे तिमीहरू कमेन्टमा यो भन कि म कुन एनिमे हेरौँ र त्यसको रिभ्यू बनाऊ। तिमीहरू जुन एनिमेको धेरै कमेन्ट आउँछ त्यो एनिमे हेर्छु र त्यसको रिभ्यू बनाउँछु म। ओके, लेट्स कमेन्ट।